भाइ बहिनीहरू अब हामी लिमिट अफ सम अल्जेब्रिक फङ्सन हेरौँ। यसलाई हामी इक्जाम्पलबाट हेर्छौँ है त। इक्जाम्पल्स ल्याउँ, त्यसपछि हामी एक्सर्साइजको पनि डिफिकल्ट प्रब्लमहरू गर्छौँ। ल त सुरु गरौँ। जस्तै हामीलाई सोधिएको छ लिमिटको भ्यालु, फाइन्ड द लिमिटिङ भ्यालु, फाइन्ड द limiting value of function of f of x is equal to 3x minus 2 when x approaches 3 और यस्तो किसिमको दिस सेन्टेन्समा आएको छ, अथवा यसलाई यदि इभ्यालुएट भनेको छ, इभ्यालुएट र लिमिटको फर्ममा छ, लिमिट x अप्रोचेस 3 f of x, जहाँ where f of x is equal to 3x minus 2 पुरा सेम हो। यो सेन्टेन्समा लेख्नु र यसमा लेख्नु भनेको अब भनेपछि यसमा हामी सोलुसन राखेछौँ है। यसको सोलुसन के पनि नगर्ने, यदि लिमिट x टेन्ड्स टु 3x minus 2 छ भने यसको जस्ट हामी के गर्छौँ, x लाई 3 ले रिप्लेस गर्छौँ। 3 टाइम्स कति भयो, 3 टाइम्स 3 minus 2 is equal to 9 minus 2 is equal to 7, which is answer. Very simple. एक नम्बरमा। अब 2 नम्बरमा हेर, यदि फाइन्ड द लिमिटिङ भ्यालु अफ कुनै सपोज भन्दैछ अर्को फङ्सन छ, त्यो कुरा हो। अथवा भनौँ इभ्यालुएट लिमिट x टेन्ड्स टु 2 छ, 3x स्क्वायर्ड माइनस 4x प्लस 5 यस्तो किसिमको फङ्सन छ भने हामी के गर्छौँ, के पनि गर्दैनौँ, 3 टाइम्स 2 स्क्वायर्ड माइनस 4 टाइम्स 2 प्लस 5 इज इक्वल टु कति भयो, 12 माइनस 8 प्लस 5 इज इक्वल टु कति भयो त 9। दिस इज आन्सर। त्यस्तो किसिमले नै गर्छ। त्यस्तै यदि मानौँ सपोज 3 नम्बरमा हेरौँ, एउटा इक्जाम्पल के हेरौँ भने फ्र्याक्सनको रूपमा छ। लिमिट x टेन्ड्स टु 3 छ, 4x minus 5 छ, बाय 2x plus 3 छ। यसलाई हामी के गर्छौँ, यसलाई हामी के गर्छौँ, 4 टाइम्स 3 minus 5 बाय 2 टाइम्स 3 plus 3 is equal to 12 minus 5 divided by 6 plus 3 is equal to 7 by 9। यो आन्सर भेरी सिम्पल। 4 नम्बरमा हेरौँ, एउटा कुनै अर्को इक्जाम्पल, लिमिट x टेन्ड्स टु 0 5x स्क्वायर प्लस 3x डिभाइडेड बाई x। यसलाई हामीलाई इभ्यालुएट गर्नु छ। यसलाई इभ्यालुएट गर्नु छ भने पहिला हामी के गर्छौँ, जस्ट भ्यालु पुट गरौँ भनेपछि 5 टाइम्स 0 स्क्वायर प्लस 3 टाइम्स 0 डिभाइडेड बाई 0 इज इक्वल टु कति भयो त 0 बाई 0, which is an indeterminate form।
indeterminate form. अब हामीलाई मलाई सर व्हाट इज इन्डिटरमिनेट फर्म यो वर्डबाटै क्लियर भएको छ इन्डिटरमिनेट फर्म मिन्स वी क्यान नट डिटरमाइन होइन चाहिँ कुन कुन फर्म इन्डिटरमिनेट हुन्छ त यदि हामीलाई फंक्सनको भ्यालु 0/0 आयो हैन अथवा इन्फाइनाइट बाइ इन्फाइनाइट आयो अथवा इन्फाइनाइट माइनस इन्फाइनाइट आयो फेरि इन्फाइनाइट प्लस इन्फाइनाइट होइन है इन्फाइनाइट माइनस इन्फाइनाइट माइनस प्लस भयो भने फेरि इन्फाइनाइटै हुन्छ अथवा 0 को पावर 0 भइदियो यस्तो किसिमको इट्सी यस्तो फर्म आयो भने हामी भ्यालुलाई अर्को तरिकाबाट सोल्भ गर्न खोज्छौँ कसरी गर्ने अब यो फंक्सनले त हामीलाई इन्डिटरमिनेट फर्म दियो हो भनेपछि अब यो भ्यालु हो त होइन अब यसको भ्यालु हामी अर्को तरिकाबाट गर्न सक्छौँ सक्दैनौँ लेट अस सी भनेपछि 4 नम्बरमा कन्टिन्यू छ यो here के भन्छ given function takes the given function takes 0/0 form so limit x tends to 0 5x squared plus 3x by x is equal to हामी यसमा डाइरेक्ट अघि x लाई 0 ले रिप्लेस गरेका थियौं त्यो गर्दाखेरि 0/0 इन्डिटरमिनेट फर्म आयो भनेपछि हामी यो तरिका गर्न सक्दैनौं अब हामी यसलाई फर्दर सिम्प्लिफिकेसन गर्ने अल्जेब्रिक मेथडबाट जुन कि हामी एसएलसी लेभलमा पढिसकेका छौं के गर्ने लिमिट x tends to 0 अब यसमा कुनै कमन चाहिँ हेर्नुस् त माथि न्युमिरेटरमा देयर इज कमन x so 5x plus 3 in denominator there is also x now we can cancel this x and this x त्यसपछि हामीलाई कति हुन जान्छ लिमिट x tends to 0 5x plus 3 the given function 5x squared plus 3x divided by x now became 5x plus 3 and at last we can just replace the value of x by 0 so 5 times 0 plus 3 is equal to 3 this is answer in this way we can solve the limit or we can find the limiting value of function if it takes indeterminate form अर्को एक्जाम्पल हेरौं त्यसपछि हामी एक्सरसाइजमा जाउँला 5 नम्बर एक्जाम्पलमा इभ्यालुएट भनेको छ इभ्यालुएट limit x tends to a x to the power 5 minus a to the power 5 divided by x to the power 4 minus a to the power 4 यदि यसमा हामी जस्ट लिमिटिङ भ्यालु निकाल्यो भने के हुन जान्छ हामीलाई x लाई a को पावर 5 minus a को पावर 5 a को पावर 4 a को पावर 4 is equal to again 0/0 of which is an indeterminate form indeterminate form यति लेख्दै पनि हुन्छ अथवा हामीलाई बुकमा के लेखेको छ the given function takes an indeterminate form 0/0 when x approaches a यति सम धेरै लेख्नु पर्दैन जस्ट हामी चेक गर्ने कि गिवन फंक्सनले इन्डिटरमिनेट फर्म टेक गर्छ कि गर्दैन यदि इन्डिटरमिनेट फर्म आयो भने हामी फर्दर सिम्प्लिफिकेसनमा जान्छौं नाउ हामी के गर्छौं लिमिट x approaches a or x tends to a x to the power 5 minus a to the power 5
divided by x to the power 4 a to the power 4. अब हामीलाई यसलाई सिम्प्लिफाई गर्नु छ भनेपछि के गर्न सक्छौं हामी लिमिट x टेन्ड्स टु a. अब हेर्नुस् यो चाहिँ यसको एउटा स्ट्यान्डर्ड फर्मुला छ त्यो भनेको चाहिँ कति हुन जान्छ भने चाहिँ x minus a. अब यहाँ एउटा पावर 5 छ भने अब पावर घट्छ x को पावर 4 प्लस x क्यूब a प्लस x. अब फेरि पावर घट्दै जान्छ x को पावर 2 a को पावर बढ्छ 2. एनी हो हामीलाई द्वितीयको पावर हुन यो भेरिएबल र यो कन्स्ट्यान्टको पावर जोडेर 4 नै हुनुपर्छ किन एक हामी आइसकेको छ भने चाहिँ 2 + 2 4 3 + 1 4 4 सधैँ छ. अब के हुन्छ भन्नुस् तपाईहरु बताउनुस् त. अब x को पावर 2 बाट 1 घट्यो भने x. अब a को पावर बढ्यो a क्यूब यहाँ पनि 1 + 3 4. त्यसपछि के हुन्छ x को पावर 0 भनेपछि 1 लेख्नै परेन भने a को पावर हामी के गर्छौं 4. यो चाहिँ यसको एक्सपेन्डेड फ्याक्टराइजेसन फर्म भयो. अब त्यस्तै सेम रुल यसमा गरौँ भने चाहिँ x minus a. अब फेरि के हुन्छ x क्यूब. त्यसपछि हामीलाई के हुन्छ त प्लस x को पावर घट्छ x स्क्वायर. यहाँ a को पावर 0 छ a को पावर 1 हुन्छ. अब हामीले के हुन्छ x. अब a को पावर बढ्छ a स्क्वायर. त्यसपछि के हुन्छ a को पावर क्यूब. अब हेर्नुस् त यसमा कुन कमन छ हामीलाई. हामी x minus a ले क्यान्सल गर्न सक्छौं. त्यसपछि यदि अब हामी भ्यालु पुट गर्यो भने हामीले कति भयो यो लिमिट x टेन्ड्स टु a x to the power 4 plus x cube a plus x square plus x a cube plus a to the power 4 divided by x cube plus x square a plus x a square plus a cube. यसलाई इभ्यालुएट गरौँ त कति हुन गयो. यो भनेपछि a को पावर 5 प्लस यो कति भयो सरी a को पावर 4 मिस्टेक भयो. a को पावर 4 यदि रिप्लेस गर्यो भने त्यसपछि a क्यूब अनि a को पावर फेरि 4 प्लस a को पावर 4 प्लस a को पावर 4 प्लस a को पावर 4. डिनोमिनेटरमा कति छ a क्यूब प्लस a क्यूब प्लस a क्यूब प्लस a क्यूब. भनेपछि यो कति भयो त 5a को पावर 4 र 4a को पावर क्यूब अथवा a क्यूब. यो कति भयो त 5. अब यो 5a/4 which is आन्सर. यसरी हामी लिमिटलाई इभ्यालुएट गर्न सक्छौं. अब नेक्स्टमा हेरौँ हामी यो अलिकति डिफिकल्ट प्रब्लम हो. इभ्यालुएट भनेको छ इभ्यालुएट लिमिट x टेन्ड्स टु a x प्लस a रूट ओभर माइनस 3x माइनस a रूट ओभर डिवाइडेड बाई x माइनस a. अब यसलाई तपाईले लङ्गेजमा कसरी लेख्नुहुन्छ तपाईमा डिपेन्ड हुन्छ. डिफरेन्ट स्टुडेन्टको डिफरेन्ट विद्यार्थीको डिफरेन्ट लङ्गेज हुन सक्छ. सबभन्दा पहिला के गर्ने यसरी म अर्को सबभन्दा बेटर यो तरिकाबाट लेख्नुस्. हियर गिभन फंक्सन के छ लिमिट x टेन्ड्स टु a x प्लस a माइनस 3x माइनस a
डिभाइडेड बाई एक्स माइनस ए। फर्स्ट स्टेपमा हामी के गर्छौँ, जस्ट यसलाई भ्यालु अफ फङ्सन निकाल्छौँ बाई रिप्लेक्सिङ द भ्यालु अफ एक्स अथवा भेरिएबल विथ गिभेन अप्रोचिङ भ्यालु। भनेपछि के भयो त, ए प्लस ए माइनस 3a माइनस ए डिभाइडेड बाई ए माइनस ए। अब यो भनेको ट्वाइस ए, यो भनेको ट्वाइस ए, रुट ओभर माइनस भन्छ यो 0/0। के लेख्ने, द गिभेन फङ्सन यो चेक गर्नुपर्छ है पहिला हामीलाई। गिभेन फङ्सन एक्स द इन्डिटर्मिनेट फर्म। हतारमा कुनै बच्चाले के लेखिदिन्छन्, इन्डिटर्मिनेन्ट लेखिदिन्छन्। त्यो होइन है, इन्डिटर्मिनेन्ट भनेको अर्कै हो। फेरि म्याट्रिक्स पढेपछि थाहा हुन्छ। इन्डिटर्मिनेट फर्म कुन 0/0 कतिखेर, when x इज इक्वल टु ए। बट हामीलाई लिमिट के छ त, गिभेन लिमिट x टेन्स टु ए एक्स प्लस ए रुट ओभर माइनस 3x माइनस ए को रुट ओभर बाई एक्स माइनस ए। यसलाई अब हामीले फर्दरबाट के गर्न सक्छौँ, रासनलाइजेसन गर्छौँ। अब रासनलाइजेसन भनेको के हो यो त भनिराख्नु पर्दैन होला, तपाईँहरूले क्लास 10 मा पढ्नु भएकै होला। अब यहाँनिर जुन रुट छ, यो सर्टवाला फङ्सन रुटवालालाई हामी कसरी हुन्छ रुट हटाउने। रुटलाई हामी के छ र, यसलाई खुकुरीले काट्न त सक्दैनौँ हैन। भनेपछि अब के गर्ने त, यसको कन्जुगेट लिने। कन्जुगेट कसरी लिने, पहिला लेख्ने यहाँ लिमिट एक्स टेन्स टु ए एक्स प्लस ए रुट ओभर माइनस 3x माइनस ए डिभाइडेड बाई एक्स माइनस ए। फेरि यहाँनिर यो जुन छ यसकै हामी के लिन्छौँ त, जस्ट कन्जुगेट लिइदिन्छौँ। कन्जुगेट भनेको चाहिँ फेरि के भयो त, यहाँनिर यसकै डिफ्रेन्ट फङ्सन एक्स प्लस ए, यहाँनिर माइनस छ भने यहाँ प्लस लिइदिन्छौँ, अरू जस्ताको त्यस्तै हुन्छ। यो यति भ्यालु, हेरि यो जुन छ यो भ्यालु त हामी आफै लेख्या हो। यसलाई हामी ब्यालेन्स गर्नको लागि न्युमरेटरमा यदि आफैले मल्टिप्लाई गरियो भने डिनोमिनेटरमा पनि हामीलाई सेम क्वान्टिटीले मल्टिप्लाई गर्नुपर्छ। यो त सायद भन्नु नपर्ला। कति भयो, एक्स प्लस ए प्लस 3x माइनस ए। अब हेर्नुहोस् त, यसलाई हामी यदि ए मान्ने हो भने यो ए, यो पुरैलाई ए माइनस बी, यसलाई ए प्लस बी इन्टु ए माइनस बी को फर्ममा गयो भनेपछि यसको बराबर कति हो त, ए स्क्वायर माइनस बी स्क्वायर। ए फर्मुलामा हामी कम्पेयर गरौँ, लिमिट एक्स टेन्स टु ए भनेको एक्स प्लस ए को रुट ओभर एसी को स्क्वायर। अब बल्ल हामी रुटहरू काट्न पायौँ। त्यसपछि बी स्क्वायर भनेपछि 3x माइनस ए यसको रुट ओभर यतिको हो होल स्क्वायर डिभाइडेड बाई के छ, सरी यहाँ ब्राकेट लेख्नै पर्छ है, ब्राकेट लेखेन भने ब्लन्डर मिस्टेक हुन्छ। एक्स माइनस ए एक्स प्लस ए रुट ओभर प्लस 3x माइनस ए रुट ओभर। त्यसपछि के हुन्छ फेरि लिमिट एक्स टेन्स टु ए। अब हामीलाई यो स्क्वायर र रुटले क्यान्सिल, भनेपछि कति बच्यो त न्युमरेटरमा एक्स प्लस ए माइनस, यो माइनसले फेरि के गरिदिन्छ यहाँ 3x र माइनसलाई पनि प्लस गरिदिन्छ प्लस ए डिभाइडेड बाई एक्स माइनस ए एक्स प्लस ए रुट ओभर प्लस
3x minus a root over is equal to, अब हेर्नुस् त a 2a र x minus 3x भनेपछि minus 2x छ। त twice a कता लेख्ने ल, a plus a twice a minus 3x plus x भनेपछि minus 2x limit x tends to a, यहाँ फेरि x minus a x plus a root over plus 3x minus a। तपाईँहरूलाई यति कमसेकम पहिला सार्नुहोस्, हैन भने तपाईले पौज गरेर स्क्रिनशट लिएर पनि लेख्न सक्नुहुन्छ। म अर्को पेजमा जान्छु। अर्को पेजमा जाउँ है त। अर्को पेजमा अब के छ, लिमिट x टेन्ड्स टु a, यहाँनिर 2 कमन आउँछ। हेर्नुस् त यो a minus 2 अथवा minus x minus 2 लेखे पनि हुन्थ्यो। minus 2 म कमन लिदिन्छु पहिला ल, minus 2 कमन लिदिन्छु। minus 2 कमन लियौ भने हामीलाई कति हुन जान्छ, x minus a हुन जान्छ। त्यसपछि x minus a x plus a र फेरि यहाँ प्लस 3x minus a root over। अब फेरि न्युमरेटर र डिनोमिनेटरमा हामी फेरि यो x minus a र x minus a लाई क्यान्सल आउट गर्न सक्छौं। त्यसपछि हामीलाई कति बच्छ त, लिमिट x टेन्ड्स टु a minus 2y x plus a plus 3x minus a। अब हामी के गर्छौं, भ्यालु पुट गर्दिन्छौं भनेपछि minus 2y a plus a root over plus 3a minus a root over minus 2y, यहाँ कति भयो त, root under 2a plus यहाँ पनि root under 2a, यो भनेपछि minus 2y कति भयो त 2 root 2a, 2 ले क्यान्सल भनेपछि कति भयो त minus 1 by twice root under twice a which is answer। यस किसिमले हामी लिमिटलाई इभ्यालुएट गर्न सक्छौं। त्यसपछि एउटा एकदमै इम्पोर्टेन्ट क्वेशन लास्टमा हामीले हेर्नै पर्ने क्वेशन चाहिँ छ, एउटा इन्फाइनाइट वाला। यही पेजमा बाँकी छ, म यही पेजमा लेख्छु है त। त्यसपछि हामी अर्को पेजमा जाउँ ल। यहाँ के छ क्वेशन छ एउटा, इभ्यालुएट limit x tends to infinity 3x square plus 2x plus 1 divided by 4x square plus x plus 5। यो क्वेशन सोल्भ गर्नुभन्दा एउटा कुरा हामी रिकल के गर्नु भने, हामीलाई एउटा कुरा जानकारी हुनै पर्छ, थाहा हुनै पर्छ, यो इन्फिनिटी अथवा इन्फाइनाइट भन्छौं हामी। इन्फिनिटी प्लस इन्फिनिटी भयो भने हामी इन्फिनिटी भन्छौं, यसलाई। यदि समथिङ कुनै नम्बर छ, कन्स्ट्यान्ट छ, यो बाइ इन्फिनिटी भयो भने यसलाई हामी 0 भन्छौं है, 0 भन्छौं। यति कुरा चाहिँ हामीलाई थाहा हुनुपर्छ। फेरि इन्फिनिटी माइनस इन्फिनिटी बाइ इन्फिनिटी अथवा इन्फिनिटी माइनस इन्फिनिटी यो भयो भने हामीलाई के भन्छौं, इनडिटर्मिनेट फर्म भन्छौं। अघि पनि हामी पढिसकेका थियौं, इनडिटर्मिनेट फर्म भन्छौं। अब यहाँनिर के हुन्छ, हेयर लिमिट x टेन्ड, यो त तपाईको दिएको क्वेशन भयो। यदि एक्जाम कपीमा तपाई सोल्भ गर्दै हुनुहुन्छ भने यसरी लेख्ने, हेयर कमा लिमिट x टेन्ड्स टु इन्फिनिटी 3x स्क्वायर प्लस 2x प्लस 1 डिभाइड बाइ 4x स्क्वायर प्लस x प्लस 5 इज इक्वल टु
3 times infinity square plus 2 times infinity plus 1 by 4 infinity square plus infinity plus 5 कति के भनिन्छ यसको भ्यालु 1/5 भन्छ तर होइन यो इन्फाइनाइट को स्क्वायर इन्फाइनाइटै भयो इन्फाइनाइट प्लस इन्फाइनाइट इन्फाइनाइटै भयो र इन्फाइनाइटमा प्लस 1 गर्दाखेरि यो इन्फाइनाइट नै हुन्छ एवं प्रकारले तल पनि सेम भन्छ इन्फाइनाइट इन्फाइनाइट के लेख्ने हामी द गिभन फंक्सन takes the indeterminate form infinity by infinity कतिखेर infinity by infinity when x is equal to infinity. So we do further simplification. simplification कसरी गर्ने यहाँ हेर्नु त limit x tends to infinity यहाँ के गर्छौं हामी यसमा हामी x कमन लिदियौं त्यो x कमन लिदिन्छौं त कति भयो त x स्क्वायर कमन लिदियौं x स्क्वायर कमन लिदियौं त्यो 3x स्क्वायर बाट x स्क्वायर कमन लियो भने यहाँ 3 बच्यो 2x बाट x स्क्वायर कमन लिदियो भने हामीलाई कति बच्यो 2/x बच्यो र 1 बाट कति भयो त 1/x स्क्वायर बच्यो त्यस्तै हामी डिनोमिनेटरमा पनि त्यस्तै गर्छौं सेम x स्क्वायर कमन लिन्छौं यहाँ कति भयो 4 र x होइन स्लिप अफ ह्यान्ड हुन्छ कहिलेकाहीँ स्लिप अफ ह्यान्ड यहाँ कति भयो त 1/x प्लस 5/x स्क्वायर फेरि यहाँ भनौँला कसैलाई सर यो कसरी कमन लिने अब हेर्नुस् यी तपाईले यो आएन भने सिम्पली के गर्नु कि यसको यदि हामी ब्याक रिभर्स गयो भने हामीलाई हेरि यो फंक्सन आउँछ कि आउँदैन यदि x स्क्वायर इन्टु 3 ले मल्टिप्लाई गर्यो भने 3x स्क्वायर आयो x स्क्वायर इन्टु 2/x गर्यो भने 2x आयो x स्क्वायर इन्टु 1/x स्क्वायर गर्यो भने 1 आयो बस सक्यो त्यही गरेको हामी अब यो x स्क्वायर क्यान्सल x स्क्वायर क्यान्सल भनेपछि अब कति भयो त डाइरेक्ट पुट गर्यो भने चाहिँ हामीलाई कति भयो डाइरेक्ट पुट गरिदियो भने 3 हुन त खासमा हामीलाई कति भयो त्यहाँ लिमिट x टेन्ड्स टु इन्फिनिटी यहाँ कति बच्यो 3 प्लस 2/x प्लस 1/x स्क्वायर डिवाइडेड बाइ कति भयो 4 प्लस 1/x प्लस 5/x स्क्वायर अब भ्यालु पुट गरौँ इज इक्वल टु 3 प्लस 2/इन्फिनिटी प्लस 1/इन्फिनिटी को स्क्वायर यहाँ 4 प्लस 1/इन्फिनिटी प्लस 5/इन्फिनिटी होल स्क्वायर हामी के भनेको थियौं समथिङ बाइ इन्फिनिटी समथिङ कन्स्ट्यान्ट टर्म बाइ इन्फिनिटी इज इक्वल टु 0 यहाँ 3 प्लस 2/इन्फिनिटी भनेको 0 1/इन्फिनिटी स्क्वायर भनेपछि इन्फिनिटी नै 1/इन्फिनिटी भनेको अगेन 0 त्यसपछि 4 1/इन्फिनिटी भनेको 0 प्लस 5/इन्फिनिटी स्क्वायर भनेको 0 भन्छ कति भयो त 3/4 which is required answer यस किसिमले हामी इन्फिनिटी वाला लिमिट आयो भने गर्न सक्छौं र सेम केस हुन्छ राशनलाइजेसनमा जुन कि हामी लिमिटिङ अघि यो यसमा गर्यौं यो भन्दा अगाडिको क्वेशनमा सेम फंक्सन हुन्छ आजलाई यति गरौँ त्यसपछि हामी अर्को भिडियोमा चाहिँ एक्सरसाइजमा छिरौँला